एभ्रिवान नमस्ते। आज हामी माइजू र म कहाँ जाँदैछौँ? उता पर काम भएर जाँदैछौँ गाइस। हामी चाहिँ हाम्रो मामलाको गाउँघर यस्तो छ। यो भित्री बाटो जाँदैछौँ हामी। गाइस यहाँ आइपुग्यौँ। यहाँ चाहिँ चर्च बन्दैछ। चर्च आदि बनिसक्यो। कुन घर जाने अरे? परको घर जान आँटेको हामी उता देख्न सक्नुहुन्छ। उता नि बन्दैछ। म गफ गर्दै हिँड्दैछौँ। गाइस हामी चाहिँ अघि काम सकेर हजुर दासु र भाइको अंश र बन्न छोरीको बने बास। गाइस हामी अघि काम सकेर आएर यहाँ बसिरहेछौँ। अब आगो फुक्नुभयो। त्यसपछि हामी भिडियो बनाएको। कसको? हाम्रो। कसले बनाएको? मैले। को रहेछ भन्छु नि। अघि आएर यहाँ बसिरहेको छौँ। अब चाउचाउ पकाउँदै हुन्छ पूजाले अनि खाने। यहाँ हुन्छ आमा। जाडो कतिको छ गाइस? आमै धुवा आयो। गाइस जाडो कतिको छ? यहाँनिर यस्तो छ। को दाइ? होइन गाइस भनेको। अनि मेरो फोटो छ त। तपाईँ हुनुहुन्छ त्यही भएर तपाईँको फोटो राखिदिएको। मै हामी आगो तापेर बसिरहेछौँ यहाँनिर आमा र म। आमा म को हो भनिदिनु त? मनिका हो। अनि तपाईँको नाम? माइली। माइली हो। हेलो म हौ। हेलो भने कि त हेलो भन्नु न। हेलो हेलो। ल हामी चाहिँ यहाँ तिनजना छौँ। चाउचाउ पकाएर आइसक्नु भयो उहाँ चाहिँ। अनि हामी यहाँ तिनजना आगो फुकेर बसिरहेको छौँ। आगो फुकेर बसिरहेको छौँ। हाई गर्नु न। हाई ढिँडो खा। हामी हो हामी राम्रो आउँछ नि। यही चाहिँ हामी गरिदिन्छौँ। यहाँ पकाउँदै हुन्छ माइसिस। उहाँले हेर्नु करेन्ट लाग्ला क्या अरे के भन्न आएको थियो बिर्सिन्छु यार। सिज ब्युटिफुल सेफ। वाउ। अब चाउचाउ पकाएर खाने हामी। जाडो यस्तो जाडो छ। जाडोमा तातो चाउचाउ खाने हामी। पिरो पिरो मिठो हुन्छ। अनि हामी यहाँ बाहिर आइसकेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ फुल कति राम्रो छ। यहाँ मेरो मामालाई हेर्ने। मेरो मामालाई गाउँ हेर्ने। घर हेर्ने कस्तो राम्रो छ गाइस। हेर्नु हेर्नु माइजूले फुलहरू कति राम्रो राम्रो छ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ छ एउटा अनि यहाँ छ अर्को दुईटा। यहाँ छ कति राम्रो राम्रो रोज फुल। हाम्रोमा चाहिँ यहाँ घडी फुल खालको कलरको छ है गाइस। हाम्रोमा 5-6वटा छ। 5-6वटा यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ कान्छी माइजूको अगाडिको फुलबारी हो। माइजूले यति राम्रो राम्रो फुलहरू रोप्नु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् त कति राम्रो राम्रो छ। यहाँ यो चाहिँ हो कान्छी माइजूको घर। अनि यहाँ छ उता पल्लो घर। यो देखिराख्नु भएको यो ठुली माइजूको घर। यो कान्छी माइजूको घर। यहाँ हेर्नुहोस् आँगन कत्रो छ। पुरै फराकिलो छ। यहाँ फुलहरू रोप्नु भएको छ। यो चाहिँ अगाडिको गेट हो। हेर्नुहोस्
अहिले धानको सिजन छ जताततै, त्यही भएर धानै धान छ गाई। यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ। यो हो हाम्रो मेरो सबैको मामलाको गाउँ। आमा हुनुहुन्छ यहाँनिर। यहाँ छ कुखुरा, यहाँ आमा आमा खोले पाक्दैछ। यहाँ आगो ताप्दै थियौँ अघि हामी। अनि यहाँ चाहिँ छु म। धुवा आयो ल गाई चाहिँ चाउचाउ खाँदै देखाउँछु ल। गाई करेन्ट चाउचाउ हेर्न सक्नुहुन्छ। करेन्ट चाउचाउ खाँदैछु करेन्ट चाउचाउ खाँदैछौँ हामी यहाँ। एक एक बटुका हुन्छ जाडोमा। यत्रो करेन्ट चाउचाउमा खोर्सानी गरम गरम चाउनु रियलै हो नि। भिडियो नकाटिहालेको छ भने त रियलै हो नि। उयो पनि हाल्छ नि, उयो लाइभमा बस्दा बस्दै पनि 20 वटा खोर्सानी खानु भन्छ। हेर्दा हेर्दै खान्छ अनि कसैले खान्छ नि त है। मेरो हात यहाँ नहेर्नु त मेरो। जाडोमा आगो ताप्न मजा आउँछ गाइज, मजा आइरहेछ। हामीले अघि खाएर काम सकेर यहाँ बसिरहेछौँ। अहिले चाहिँ ठिक्क 4 बज्यो। आमा भर्खर सुतेर उठ्नुभयो। ओइ गीत आयो, आफै आउँछ हौ। आहा ओइ राम्रो गीत आयो। खोइ मात्र आयो, धुन मात्र आयो। धुन मात्र आयो। यसको उयो साउन्ड काटिदिन्छु, अब हाल्छु, पोस्ट गरिदिन्छु। गीत हालेका छौ त्यहाँ? आमा भजन गाउनु न एउटा भजन। भजन रामको भजन सधैँ गर्नु भन्नुहुन्थ्यो आमाले। हाम्रो दुःख सबै हर्छन् उनै रामले। लो अनि अरू अनि अरू हाँस्दिनु है गर्दै। हाँसेर के गर्नु? खोइ देखाउँदा हेरौँ कति चिसो सिरेको छ। अनि उयो गर्दा एडिट गर्दा भात अहिले एकछिनमा पकाउने हो। रात परेन? कति बज्यो? 2 बज्यो। ठिक्क भयो, राम्रो भयो। तँ खोइ को मान्छे हो चिन्दिनँ म। यतापट्टि चाहिँ कस्तो हदै रह्यो। म अहिले ज्याकेट फेरेर बसिरहेको छु। अर्को ज्याकेट लगाएर हाम्रो चाहिँ हरेक केटीहरूको के हुन्छ गाइज, इन्टरनेसनल पोज यही हो। धुवाले माइजू खेत जानुभयो होइन? माइजू खेत जानुभयो, मामा दोकान, अनि भाइहरू स्कुल, अनि को रह्यो अरू? अनि हामी त यहीँ छौँ त। अनि गाइज उतानिर हेरौँ नि मुखमा के थियो? को मान्छे हो त्यो बसिराख्नु भएको छ। खोइ गाइज अब चाहिँ यो चाहिँ यसो हल्का बनाएको मात्रै हो, अल्छी लागेर है मैले अहिलेसम्म बनाएको। अब धेरै दिन पछाडि बनाएँ मैले।
धेरै दिन पछाडि बनाएको थिएँ। अब यो चाहिँ यसो हल्का मेमोरीको लागि मात्रै बनाएको मैले बनाएको। आजलाई चाहिँ यति नै है। हेर्दै गर्नुहोला, नबिर्सिनु होला। थ्याङ्क यू। आजलाई चाहिँ यति नै राखेको। बाई बाई गाइज।